नुवाकोट जाँदा आज स्कुटीलाई के भयो अनि यो चाहिँ आज नुवाकोटको टपको भ्यू गाइज एलोन प्लस पिसफुल लाइफ गाइज सो हेलो गाइज वेलकम टु माई डे 23 अफ माई मिनी ब्लग गाइज आज चाहिँ हामी नुवाकोटतिर गएर के गर्छौँ त्यसको लागि फुल ब्लग हेर्नु है त गाइज सो गाइज यो चाहिँ बुद्धनगरको पुल रहेको छ आज चाहिँ भारी चाहिँ अलि डेन्जरै आएको रहेछ खोला लास्टै ठुलो आएको रहेछ बाटो हुँदै तपाईँ जान सक्नुहुन्छ गाइज अनि हामी यो बाटो हुँदै ट्याक्क नुवाकोटतिर जानुपर्ने हुन्छ गाइज एन्टर चाहिँ हामीले गरिसकेको छौँ गाइज आज चाहिँ टपतिरको भ्यू एकदमै राम्रो छ अरे त्यसैले हामी चाहिँ लाग्यौँ नुवाकोटको तर्फ अनि मैले चाहिँ यसो एलोन राइड हानिदिइसकेको छ गाइज अनि यता फेरि स्कुटी रहेछ गाइज मान्छे चाहिँ कता छ थाहा छ भने कमेन्ट गर्न चाहिँ नबिर्सिनु है त गाइज अनि चाहिँ गाडीले चाहिँ हामीलाई ओभरट्याक हानिदिइराखे जब तपाईँले गाइज सबै छोडेर इभन मोबाइल पनि छोडेर नेचर भाइब खोज्न जानुहुन्छ नि गाइज तब तपाईँलाई अलग लेभलवाला भाइब्स आउँछ गाइज एकदमै गुड फिलिङ के बुझ्नु भएन होइन एकदम बवाल त्यसले तपाईँलाई नेचरले हिल गर्न सक्छ गाइज त्यसैले स्टे सेफ बी पोजिटिभ त्यसैले गाइज घुम्नु इन्जोय गर्नु यो लाइफ फेरि यताउति फर्केर आउन्न त्यसैले इन्जोय गर्न सिक्नु लाइफमा गाइज साथीभाइहरूसँग घुम्नु रमाउनु इन्जोय गर्नु यही हो लाइफ गाइज स्कुटीलाई हल्का रेस्ट चाहिएको रहेछ गाइज अनि हामी पनि हल्का फुल्का रेस्ट गरेर यताउति डुल्यौँ चाहिँ गाइज पार्ट 2 पनि आउँछ स्टे ट्युन बी पोजिटिभ Peace out, guys.